हेलो एभ्रिवन गाइज फाइनली फेरि पनि तपाईँहरूको माझमा लिएर आइसकेको छु RX 100 पुरै जिरोदेखि हिरोसम्म बनाउने यो बाइकको इच्छा छ र तपाईँहरूलाई देखाउँछु फुल्ली रिस्टोरेसन के चिजलाई भन्छ भनेर हेर्नुहोस् यहाँ यसलाई भन्छ हामीले RX 100 को हेड हो। हेर्नुहोस् यहाँ मात्र स्पार्क प्लग कसिएको हुन्छ यो भित्र। हेर्नुहोस् यहाँ भेलहरू हुँदैन। फेरि एकजना साथीहरूलाई सोध्दै हुनुहुन्थ्यो अस्ति नै कसरी चल्छ र हेर्नुहोस् यहाँ यसमा हेर्नुहोस् मात्र पिस्टन हुन्छ। पिस्टन भित्र गजल पिन एउटा केज बेरिङ हुन्छ र जुन भल्भ भन्छ नि हामीले यही भित्र भल्भ हुन्छ है साथीहरू। यसलाई भन्छ रिड भल्भ है। यसैले चाहिँ स्टार्ट हुने कनेक्सन के मिलाउँछ यो भित्र हुन्छ रिड भल्भ यसलाई भन्छ। अरू बाइकमा जुन हेडमा भल्भ हुन्छ नि यसमा चाहिँ यसलाई भन्छ रिड भल्भ भित्र है टक्कसँगले। यो बाहिरकोलाई चाहिँ मिनी फोल्डर भन्छ यो कालो भागलाई र भित्र हुन्छ रिड भल्भ है। अब तपाईँहरूलाई देखाउँछु हेर्नुहोस् यो ब्लक भइहाल्यो यो हेड भइहाल्यो। हेर्नुहोस् यहाँ क्रेन पुरै यस्तो प्ले छ। यसलाई अब के कसरी गर्नुपर्ने हुन्छ फुल्ली जति हुन्छ न्यू ब्रान्ड न्यू हाल्छु। भिडियो यसो लाइक कमेन्ट गर्दै गर्नुहोस्।